ओए म्याम पाहा यो स्वागत छ जानलाई मेरो अर्को एउटा नयाँ भ्लगमा। अनि अब अहिले चाहिँ म अफिस जानलाई रेडी हुन लाग्यो, किनकि अफिस जाने टाइम भइसक्यो। बिहान बिहान चाहिँ आज मैले भ्लग गरिनँ किनकि चार्जै थिएन, मोबाइलमा पनि थिएन, यो क्यामेरामा पनि थिएन। सो भ्लग गरिनँ। अब चाहिँ म निस्किन लाग्यो। साँझ त घाम पनि लागेको छ होइन, सो त्यो कारणले ओहो यहाँ घाम पो लागिरहेको त। मैले त यो लगाएर जानु लाग्नु त यो वाइल्ड गार्डन गर्नेले हुनसक्छ कि होइन। हेरौँ त के हुन्छ। ल सुमा लुगा लौँ अनि हामी फेरि भेटौँला है त। यस्तो हतारमा थिएँ म होइन, तपाईँहरूको भिडियो पनि खिच्न पाएन मैले। त्यो भिडियो खिच्नु थालेको भए अलिक टाइम लाग्न सक्छ कि। सो यस्तो अहिले बिजी के भन्नु, हतार बढी भयो कि भागिहालेँ। बाइकको पछाडिको त गयो जस्तो छ यार, उड्यो जस्तो लागिरहेको मलाई। कसो मैले योवाला लगाएको, मैले त्यो भन्दा थिएँ मैले बिर्सिरहेँ होइन। मलाई त्यस्तै लागिरहेको छ, हावा गयो जस्तो छ यार। चेक गर्नु पऱ्यो यार एकैछिन है त। फेरि हावा गयो भने तनाव हुन्छ कि यार मेरो। तनाव हो कि तनाव, अफिस ढिलो भइरहेको बेला हावा गएको जस्तो लागिरहेको, गएको जस्तो त लागेन, छैन जस्तो। खै चलाउँदाखेरि चाहिँ हावा गएको जस्तो फिल भयो कि मलाई। अघि त्यही माथि फेरि कालाङ्गा आवाज आयो, बाटो हेर्नु। आज चाहिँ तर घाम लागिरहेको नि त राम्रैसँग। सब आज कुन बार हो, वेडनेसडे भयो है। आज पनि त्यस्तो फेरि अब कामहरू त छ कि नभएको होइन, बाहिर निस्किने कामहरू चाहिँ अब एकदमै कमै हुन्छ है। सो तपाईँहरूले मलाई अफिस आवरमा बाहिर निस्केको भिडियो चाहिँ अब कमै देख्नुहुन्छ। त्यो बाइक रोकेर हो नि त, यो अगाडि पुगिसकेको थिएँ म। यहाँ यो गाडी भनेको त्यो अगाडि थिएँ म, यसको पछाडि बस्नु पर्दा आनन्दले जाउँ होइन। किनकि यहाँसम्म त म आनन्दले आउनै पर्ने हुन्छ, मजाले इन्जिनले तात्न दिनुपर्छ नि त। अब चाहिँ अलिकति फास्ट जान मिल्छ, तर यसले जान दिइरहेको छैन, त्यो अर्को कुरा हो। यसले त ल्याङ हान्दा त त्यो जमजम त्यस्तो पनि जाम छैन आज होइन। अब डिक पनि किन्नु मन लागिरहेको यार, पैसा मात्र भयो मैले के मात्रै किन्थ्यो होला है। सबैलाई त्यस्तै हुन्छ होला, तर एन्ड आई एम अल्सो वान अफ देम होइन। सो अब यहाँ मात्रै हेर्दाखेरि बाटो खाली देखिरहेको छु। अब कलङ्गीतिर गएर चाहिँ जाममा पर्ने हो कि थाहै हुँदैन। यहाँ त काठमाडौँको बाटो यस, यहाँ चाहिँ फेरि यतातिर चाहिँ फेरि घाम लाग्दैन रहेछ होइन। पानी पर्ला जस्तो त्यस्तो फेरि त्यो भइरह, मौसम त्यस्तो के आयो बे। यसरी यो जुन हुन्छ नि मान्छेले जसरी काट्यो नि एकदम नराम्रो हो कि, हेरेर काट्नुपर्छ। जस्तो सुकै ठाउँमा त काट्नु, त्यो नहेरिकन हुन्छ नि त साइडतिर त गइहाल्ने हो भनेर हुँदैन त्यस्तो, त्यो गर्नु नहुने कुरा हो। तर अब कसले सम्झाओस्। मेरो त्यो मैले अस्ति किनेको चिज अहिलेसम्म आएन होइन, डेलिभरी भएको छैन। ओए जाम थिएन, कसम जाम थिएन बे। के हो यो एक्कासी ल्या, यसले जहाँ पाइ त्यहीँ रोक्यो। अर्को भनेको ऊ त्यो अगाडिको ट्रक जस्तो के हो त्यो बिस्तारै जाँदैछ। त्यो गरिसकेपछि पछाडिको सबै स्टप भयो कि। यहाँको जाम त एकदमै कम भएको आजकल, मैले नोटिस त गरिरहेको छु कि। तर फेरि मैले नोटिस गरेको टाइम पनि फेरि अब यस्तो टाइममा हो नि त, 10:35 हुन लागिसक्यो। त्यस्तो टाइममा मैले नोटिस गरिरहेको छु कामै छैन। यो चन्द्रगिरीबाट होइन काठमाडौँको अझ त्यही पनि न्यु रोड जमल भनौँ न, अझ न्यु रोड पनि होइन, न्यु रोड भन्दा जमल पुग्नु त यस्तै झ्याउ लाग्ने क्या। अब जो चन्द्रगिरी बस्नुहुन्छ उहाँहरूलाई भन्दा अरू कसो थाहा होला होइन। तर टाढा हो क्या रास्तै, मेन भनेको यस्तो किलोमिटरले तरिकाले टाढा छैन, तर जुन जाम जुन ट्राफिक हुन्छ नि त्यसले गर्दाखेरि अति नै टाढा पारिदिन्छ क्या यसलाई। ट्राफिक लाइटमा परिसकेँ म, किन हरियो भइसक्यो अरे त जानु लाग्यो त। कहाँ मलाई 70-70 सेकेन्डै बाँकी छ। क्या क्लियर देखेछ होइन भ्यू, वो के मलाई फेरि यस्तो क्लियर देख्यो भने ड्याम लाग्छ कि। कस्तो बवाल के भन्नु, के खतरा लाग्छ जस क्लिन यस्तो क्लियर देख्यो भने। किनकि
तपाईँहरूलाई थाहै छ म्याक्सिमम् टाइम काठमाडौँमा त्यसरी क्लियर देखिँदैन पल्युसनले भरिपूर्ण भएर आउँछ पुरै एरिया नि अब त्यो धुलोले छेके जस्तो देखिन्छ नि त त्यसले कस्तरी कुदाएको भए क्या त्यो यहाँ कर्नरिङै हान्न खोजे त्यो बुलेटवालाले लक्किली होइन म यो साइडमा त्यस्तो फेरि कहिले पनि जाममा परेको छैन कि लाइक कुर्नु परेको छैन कि म आउँदाखेरि जहिले त्यो ग्रिन लाइट भइसकेको हुन्छ अनि ग्रिन लाइटको पनि फेरि 150 यस्तै भइरहेको हुन्छ 170 होइन तर ऊ त्यो साइड हुँदाखेरि चाहिँ फेरि पर्छ है त्यो साइड हुँदाखेरि म दुईचोटि परिसकेँ होइन अनि दुवैचोटि मैले 220 सेकेन्डको लागि रोक्नु परेको थियो जसलाई 220 हो कि 260 सेकेन्ड हो म पागल भएको थिएँ ठ्याक्कै 260 मा कि लाइक अब हुन्छ नि ओए म्याम पाखा कस्तो त्यो मुलाले गर्दाखेरि ओहो यहाँ चाहिँ फेरि वाइल्ड गर्ने भइरहेको थियो यार घाम लागेर त्यो साइडतिर बाफ्रे यस्तो घाम लागेर चाहिँ म यस्तो घाम देखेको त 4-5 दिन भयो यार काठमाडौँमा देखेर नि पानी पर्ला जस्तो मौसम थियो यहाँ चाहिँ फेरि वाइल्ड घाम लागेको आज चाहिँ ए त्यो अर्को ठुलो त्यो मोटो त्यो के अरे त्यो बाक्लो ज्याकेट लगाएर आएको भए त म त सुइकिन्थेँ ए त्यो गर्मीले त म पसिना नुहाउँथेँ होला हौ यहीँ अनि त्यही हो अब ढिलो भइसक्यो एकदमै 11 बज्नलाई 5 मिनट पनि 5 मिनट जति बाँकी 5 छैन अलिक बढी नै बाँकी छ तर 10 मिनट जति बाँकी छ र यार वाइल्ड गर्मी भएर बसेँ यहाँतिर त तर अब चाहिँ अलिकति घाम लागेन यहाँ चाहिँ त्रिपेश्वरमा त वाइल्ड के हो त्यस्तो त्यो गर्मी आमामा घाम लागेको त्यस्तै छ फेरि घाम लाग्नुपर्छ मलाई नि मनपर्छ घाम लागेको मन नपर्ने त होइन कि तर त अब आइपुग्यौँ है अब कतिखेर हामी चाहिँ त्यो भेट्ने भन्ने कुरा अब आइडिया हुँदैन तर जहाँसम्म थाहा छ 99% भनेको जहिले पनि घर जाँदाखेरि नै हो हाम्रो भेट्ने भनेको अनि अरू त अब के नै छ र त्यस्तै हो पुरा यो सामान फाइनली कति 2 डेज होइन 2 डेज नभनौँ हिजो 2 डेजै भनौँ न अस्ति बेलुका दिएको आज बेलुका आइपुग्यो सो या यो पानी परिरहेको छ यार वाइल्डवाला पानी परिरहेको छ अलिअलि होइन कि फेरि अस्ति भोबालवाला परिरहेको छ होइन यो पानी परिरहेको छ अनि कहाँ थियो अहिले फलङ्कीमा छु होइन अनि अझै पनि भ्लग गर्न पाएन सरी म भ्लग गर्न पाएन यसमा ताजै छैन ताज पनि छैन अनि त्यसपछि स्टोरेज पनि छैन अनि मेन कुरा के हो त मलाई थाहा छ मोबाइलमा पनि स्टोरेज छैन राम्रोसँग यताको भिडियो मैले यता मोबाइलमा त्यो ट्रान्सफरै गर्न मिलेन कि मैले भ्लग गरेँ अनि घर तार पुग्छु भनेको पानी परिरहेको छ पानी परिरहेको छ मेरो बाइक त्यहाँ छ मेरो बाइक त पानीमा भिजेर त दौडिसक्यो होला रेनिङ आई थिङ्क होइन कि मैले त्यहाँ बस्ने ठाउँ पाइसकेको छु खुसी छोडिदिएको रहेछ रम्मगरले यस्तो ब्रो यस्तो मेरो बाइकको पनि भ्यू देखिहाल्छु त्यहाँबाट होइन बस्न दिन्छ कि नै यस्तो भागिसक्यो ओ ब्रो तर भागिसकेको रहेछ बस्न दिँदैन भनेपछि यहाँ उभिएर कुरिराख्नु पऱ्यो म पानी रोकिन्जेलसम्म मसँग रेनकोट छ होइन मसँग रेनकोट छ कि तर मलाई लाउने मन छैन कि लाउने मन छैन अहिले एकैछिन बस्छु म यसरी नै पानी झन् बवाल परिरहेको छ होइन अब एकैछिन वेटै गरौँ यार ब्रो जस्ट लुक एट दिस रेनिङ ब्रो वाइल्ड पानी परिरहेको छ यार घर कतिखेर पुग्ने हो भर्खर फलङ्कीमा छु म त टिकटक हेर्नु थालिसकेको थिएँ यो रेनिङ वे टु मच होइन बवालवाला पानी परिरहेको छ अनि एकदम लम्की क्या त्यो ब्यागमा अलिक सामान वाइल्ड छ कि अनि त्यो रेनकोट लगाएपछि फेरि अनि झन् टाइट हुन्छ कि त्यो भयो कि सामान छ नि त मेरो त्यो सामान हो भने मलाई लाउनु मन लागिरहेको थिएन अब पानी त रोकिने नै क्या यार तनातो भएर मलाई भन्नु त मन थिएन कि होइन तर टु बी अनेस्ट होइन यो भिडियो पोस्ट जुन दिन हुन्छ नि मैले घरमा गाली खान्छु होला
म चाहिँ झन् पानीमा नभिजोस् अनि घर टाढा आइपुगोस् पानी परेको बेलामा पनि भनेर चाहिँ लाइक दादाले त्यो रेनकोट चाहिँ किनिदिनु भएको थियो मलाई होइन रेनकोट किनिदिनु भएको थियो अनि छोरा चाहिँ यहाँ हुन्छ नि रेनकोट लाउँदा झ्यालायो भने यतिकै बसिरहेको छ कि टिकटक हेरेर बसिरहेको थियो यो उसको पानी पर्न कम भयो होइन अब बाइक लिएर जान्छु पानी पर्न कम हो पानी रोकिसक्यो लगभग सो अब त निस्किन्छु होइन अनि घर भेटौँ हामी है अब यो यार बबाल पानी पर्न थाल्यो फेरि यो नैकामा आइपुगिसक्यो म होइन एन्ड अति बबाल पानी परिरहेको छ यस्तो परिरहेको छ यहाँ रेनकोट लगाउँ भन्दा रेनकोट लगाउने खालको ठाउँ पनि छैन एन्ड मेरो बाइक यो सो म घर आइसकेँ होइन अनि यस्तो बवाल पानी परेको थियो होइन मेरो त्यस्तो मोटो रेनकोट लाउँदाखेरि पनि यस्तो भिजियो होइन त्यही त भिजिहाल्थ्यो अब जुत्ता सुत्ता त पुरै भिजिहाल्यो होइन सो घर आइपुग्यो ओस् पुरै समुद्रै भएर बसेको त्यहाँ होइन पानी पुरै खोला बगिरहेको त्यहाँ रोडमा खोला छ होइन त्यो रोडमा तल खोलामा तल थाहा छैन बवाल पानी परेको थियो पुरै खोला भए जोस् आइपुग्यो होइन अनि अब लुगा फेर्छु लुगा फेरिसकेपछि त्यो सामानको अनबक्सिङ गर्छु मैले पनि हेरेँ खाने खोलेँ तपाईँहरूसँग खोल्छु भनेर बसेँ हो सो मैले के पनि खोलेँ खाएन सुनमा लुगा चेन्ज गरौँ है अनि त्यसपछि सँगै अनि त्यो हेर्नुपर्छ है त हेलो अब अहिले चाहिँ खासमा मैले खाना नै खाइसकेँ अनि एकैछिन रेस्ट पनि गरिसकेँ अनि त्यसपछि अब टिभी पनि हेरिरहेको छु अनि अब मैले यो आज अब किनेको यो नयाँ मैले नि खोला खाएन सो सी है त यो के हो पनि भन खाएन मैले त मलाई न के सो यो नाम हेरेर त मैले चिन्नुहुन्छ कि नाम आयो तपाईँले हेर्नु लेख्नु भएको छैन है सो यो चाहिँ हो खासमा मैले लिएको त चस्मा जुन के सो यसलाई राखौँ साइडमा अनि हाम्रो मेन प्रडक्ट जुन यसरी आछ होइन सो एउटा यो छ अनि त्यसपछि यो छ अब मलाई प्राइस जुन उनीहरूले मसँग लिएको छ मलाई चित्त बुझेन यति मात्र यो ठिक छ यो बक्स त राम्रै छ सो ठिक छ वर्थ इट ठिक छ यहाँ प्याकेजिङ ठिकै छ सबै एकदम म राम्रो देखेको छु के सो ओके प्याकेजिङ राम्रो छ है भित्रको हेर्नु त मैले देख्नु भएको छैन है यो यस्तरी प्याकेजिङ गरेर राखेको छ राम्रोसँग राखेको छ होइन चस्मा चाहिँ मैले चस्मा चाहिँ आफै सिलेक्ट गरेँ हो सबै आफै सिलेक्ट गरेँ हो सो यो यहाँ छ मेरो चस्मा एन्ड यस्तो छ यसको काम चाहिँ के हो भन्दाखेरि खासमा मेरो स्क्रिन टाइम एकदम धेरै हो नि त होइन अफिसमा पनि अब 8 घन्टा जति त अब कम्प्युटरै चलाइरहेको हुन्छु त्यसपछि अब मोबाइल पनि चलाइरहेको हुन्छु घर आएर घरबाट अफिस जाने बेला जो मोबाइलको स्क्रिन टाइम पनि 10 आवर्स जति छ 9 आवर्स जति छ होइन एभरेज नर्मल्ली कहिले काहीँ त जब 4-5 घन्टा हुन्छ मिनिमम 8 घन्टा जति भइरहेको हुन्छ अन्त फेरि कम्प्युटरमा पनि काम गरेर आउँछु होइन अब टिभी पनि हेरेर आउँछु अनि त्यो स्क्रिन धेरै युज भयो क्या एन्ड यसले के काम गर्छ भन्दाखेरि तपाईँको होइन यसले चाहिँ जे होस् हार्मफुल जुन त्यो लाइटहरू हुन्छ नि त्यसलाई चाहिँ आँखामा जान दिँदैन कि रोक्छ कि सो राम्रो छ आँखाको लागि हुन्छ धेरै स्क्रिन टाइम छ भने तपाईँहरूको अथवा कसैको जसको पनि यस्तो खालको चस्मा युज गर्न चाहिँ एकदमै रिकमेन्ड छ भनेर धेरैले भन्दा थियो म पनि यसो ट्राई गरौँ भनेर सो यसको म प्राइस भन्दिनँ कति पऱ्यो होइन तपाईँहरूलाई यदि थाहा भने अथवा तपाईँहरूले गेस गर्न सक्नुहुन्छ भने कमेन्टमा चाहिँ प्राइस गेस गर्नु होला कति लियो यसको एक्ज्याक्ट होइन सो या अब एकचोटि लगाएर हेरौँ त सो यस्तो छ होइन मलाई ठिकै सुहाउँछ अब अहिले त मेरो कपालहरू एकदमै झ्याङझुङ छ त्यस्तो बिर्को देखिन्छ थाहा छैन है तर यसले मेरो आँखालाई कम्फर्टेबल बनाएको छ यार ब्रो
कस्तो त्यो देखिँदो रहेछ यार आई डोन्ट नो है तर मलाई त्यो फिल आइरहेको कि लाइक अलिकति डिफ्रेन्ट छ क्या यतिकै लाइक न्याकेड आँखाले हेर्नु र चस्मा लगाएर हेर्नुमा फरक छ धेरै फरक छ सो अब टिभी हेर्दाखेरि अनि मोबाइल चलाउँदाखेरि मेन होइन कम्प्युटर चलाउँदाखेरि चाहिँ म यो चस्मा लगाउँछु आँखा त अब अलिकति बचाउनु पऱ्यो नि त ठिकै छ राम्रो छ सो यो तपाईँहरूले चिनेकै होला यो त अहिले एकदम फेमस छ कि यो ठाउँ चस्माको लागि धेरै जस्तो अस्ति नै एकचोटि यो त कता ओपनिङ भयो बेला धेरै युट्युबरहरू पनि गएको थियो युट्युबर्स अनि अब त्यसैहरू गएको थियो त्यो कन्टेन्ट क्रिएटरहरू धेरै गएको थियो कि त्यहाँ एन्ड या दिस इज द लुक होइन त्यही छ अहिले अब त्यस्तो भिडियो केही देखाएको छैन अब फेरि म यस्तो छु नि त मैले फेरि दारीहरू पनि काट्दिनँ अल्छी एकदम ठुलो अल्छी महान अल्छी मान्छे म चाहिँ सो ठिकै छ म जे होस् यो चाहिँ क्या राम्रो राखेर लाग्यो होइन एन्ड मलाई मन परेको भने सबै राम्रै छ जे होस् ठिक छ प्राइसको हिसाबमा ल यु गाइज क्यान गेस है कति पऱ्यो होला मलाई भनेर चाहिँ अनि अब यही थियो सो तपाईँहरूसँग मलाई त्यो गर्नु थियो कि यो खोलेर एक्सपिरियन्स गर्नु थियो आफ्नो र तपाईँहरूको बिचको जुन त्यो हुन्छ नि हाम्रो अब होइन सो ठिक छ अब कति बज्यो यार 10 बज्न लागिसकेको छ मेरो अहिले 10 बज्न लागिसक्यो होइन यो अहिले कति 9:45 ठ्याक्कै भइरहेको छ अनि अब राति आज चाहिँ म अलिक चाँडो सुत्नु सकिनँ कि राति मलाई अब आज चाहिँ जस्तो सेमी फाइनल हेर्नु छ हिजो हेर्न पाएन मैले राम्रोसँग सो आज चाहिँ म हेर्छु सेमी फाइनल होइन त्यो कारणले चाहिँ अब म सुत्न जान्छु सो या सो आजको भ्लग म अब यतै एन्ड गर्न चाहन्छु जसले पनि लास्टमा हेरिरहनु भएको सबैजना धेरै धेरै धन्यवाद छ अनि नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब सबै गरिदिनु होला मलाई सपोर्ट गर्नको लागि अनि हामी भेटौँला अर्को नयाँ भ्लगमा तबसम्मको लागि बाई बाई